यो चिज चाहिँ के हो तपाईहरूले चिन्नुहुन्छ? अनि तपाईहरू चाहिँ को म जस्तो हुनुहुन्छ जो कि नयाँ नयाँ चिज बनाउनु अनि नयाँ नयाँ चिज खानु है मनपर्छ। मतलब अब नयाँ नयाँ जग्गामा गएर पनि नयाँ त्यहाँको के छ नयाँ है त्यो चिजहरू टेस्ट गर्नु, अन्त बनाएर पनि मैले बनाउँदा चाहिँ कस्तो हुन्छ होला यो चिज चाहिँ भनेर बनाएर खानु चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। अन्त मेरो चाहिँ त्यो खालको आदत छ है। अनि वेलकम ब्याक टु आवर युट्युब च्यानल फोर साम्पाङ सिस्टर। हजुरहरू सबैलाई स्वागत छ। अनि धेरै दिन भइसक्यो है फोर साम्पाङ सिस्टरकोमा चाहिँ भिडियोहरू एकदम कम्ती आउने गरेको छ। अन्त कोसिस चाहिँ छ सधैँ नै बनाउँछु भनेर, तर के भन्नु खोइ के हुन्छ भुलेको कि के भएको हो। अनि अब चाहिँ अलिअलि भए पनि कोसिस गर्नेछु। अन्त मैले यो चाहिँ के तपाईँलाई मैले अघि देखाइ नै हालेँ, यसलाई भन्छ हामी चाहिँ भन्छौँ ठोट्ने, तपाईँहरू के भन्नुहुन्छ मलाई कमेन्टमा भन्नुहोस् होला। अनि आज चाहिँ म ठोट्नेको अचार बनाउनु पऱ्यो। मैले कहिले बनाएको छुइनँ, फर द फर्स्ट टाइम हो यो चाहिँ है। अनि मैले चाहिँ एकैपल्ट खाएको थिएँ। मलाई मेरो बहिनीको साथीले चाहिँ है बहिनीको कलिगले ल्याइदिएको रहेछ, बहिनीले लिएर आएको थियो। अन्त मलाई चाहिँ एकदम मिठो लागेको थियो। हुनु त अब कस्तो प्रकारले कसले कस्तो प्रकारले बनाउनुहुन्छ त्यो याद छैन। यो चाहिँ मैले मेरो आफ्नै हिसाबले बनाएको छु। अनि मैले रेसिपी पनि तपाईँहरूलाई म यहाँ भन्छु के हाल्छु के गरेर बनाएको छु भनेर। अनि कस्तो हुन्छ तपाईँहरूलाई पनि भन्नेछु। अन्त तपाईँहरू पनि अवश्य ट्राई गर्नुहोस् होला अनि खानुहोस् होला है। अन्त यो ठोट्ने चाहिँ खासमा कसरी नजानेको भन्दा चाहिँ हाम्रो चाहिँ अलिकति औलमा पर्छ नि त, यो चाहिँ लेकमा हुँदो रहेछ। अनि त्यो भएर पनि होला हामीले सानोदेखि नखाएको। अन्त यो चाहिँ केलाउँदा चाहिँ खाने भन्दा ज्यादा चाहिँ फ्याँक्ने हुँदो रहेछ, वेस्ट नै ज्यादा हुँदो रहेछ होइन। त्यत्रो ठुलो बिटा थियो, मैले केलाउँदा चाहिँ यति नै निस्क्यो। अन्त सबै यो केलाएर पनि मैले यहीँनिर काटिसकेँ मजाले। अनि घरमा लगेर चाहिँ मैले रेडी गरेँ। यहाँनिर तिल, टिम्बुर, सुक्खा खोर्सानी, अनि यहाँनिर मिक्स मसला छ, सोप, मेथी यस्तो मिक्स भएको। अनि यसलाई चाहिँ मैले मजाले रोस्ट गरेँ है, तावामा मजाले रोस्ट गरेर चाहिँ मिक्सीमा ग्राइन्ड गरेँ है मजाले, यस्तो बनाएँ धुलो बनाएर। अनि त्यहाँदेखि जुन चाहिँ यो केलाएर मैले राखेको थिएँ यसलाई चाहिँ मैले मजाले तातो उम्लेको पानी हालेर अनि पखालेँ त्यसलाई मैले, किनकि तातो पानीले गर्दाखेरि चाहिँ अलिकति सफ्ट हुन्छ भनेर चाहिँ। अन्त मजाले यो तातो भएर मैले एकछिन राखेर पानी फ्याँकेर चाहिँ अन्त त्यहाँदेखि चाहिँ नुन हाल्दैछु। अनि त्यहाँदेखि त्यो पिसेको मसला पनि हालेँ। अनि मजाले यहाँनिर चाहिँ मैले अघि तपाईँहरूले देखिहाल्नु भएको थियो तेल है मजाले उयो गरेको थिएँ, राखिरहेको थिएँ। त्यो तेल र तिललाई चाहिँ मजाले खुराएर चाहिँ अन्त फेरि त्यहाँनिर हालेँ। मैले एक्स्ट्रा तिल हालेँ, अघिको चाहिँ मैले पिसेको थिएँ, यो चाहिँ एक्स्ट्रा हो। अनि त्यसो गरेर चाहिँ सबै बाफले गर्दा अलिक नदेख्ने पनि भयो, केही छैन त्यसको लागि, तपाईँहरूले मिलाएर हेरिदिनुहुन्छ भन्ने याद छ। अन्त चाहिँ यहाँ हेर्नुहोस् कस्तो दामी भयो है, हेर्दै खाउँ लाग्दो। अनि मजाले यसलाई चाहिँ हातले मैले मुछेँ है त, हात चाहिँ मजाले धोएको छु नि फेरि। अन्त चाहिँ यस्तो मिठो भयो। तपाईँहरू पनि एकपल्ट जरुर ट्राई गर्नुहोस् है यो चाहिँ। अन्त म चाहिँ तपाईँहरूलाई अब चाहिँ मेरो भिडियोमा है यस्तो के नयाँ बनाएछु नि तपाईँहरूलाई एकदम सेयर गर्ने